आजदेखि बुटोलमा फेरि हल्का धुँधी लाग्यो के साथीले माइत जाम नभनिन् अब लौ त जाम साथीको माइत मेरो पनि माइत भनेर गुटुट्ट गइयो आधा घन्टा नहुँदै हामी माइत पुग्यो भित्र गइयो गफाफ गर्यो त्यहाँबाट लौ बारीमा बेथे पलाखा भन्न मम्मीले जाम त नि भनेर बेथे टिप्न गइयो ए हाँस्दै हाँस्दै बेथे टिपेर बारी पुऱ्याएर फेरि यता साग छोरी मान्छे माइत गएपछि भएको निखारेर ल्याउँछन् भन्छन् नि त्यस्तै चाहिँ त्यहाँ भएको निमटन्टै पारेर हामीले सागका भारी पुऱ्याइयो त्यति साग टिपेपछि त खुसी हुँदै रमाउँदै कति छ अब त सागका मुठा पारेर बेथेका भारी पुऱ्याएर त्यहाँ बस्यो मम्मीले फेरि ल ल ल भएको लानी भन्ने एकछिन बस्यो रमाइलो गर्यो मम्मीले भित्र फेरि खाजा छोरीहरू गएपछि फेरि मम्मीहरूलाई फेरि हतार हुने के जहिले पनि त्यहाँबाट खाजा यति बानी छोरीहरूले खाउन् भनेर मम्मीले फेरि लो खाजा बनाउन खुसी हुँदै मम्मीले खाजा खान दिनुभयो हामीले पनि एकुन थाल खाजा खाइयो त्यहाँबाट खाजा खाएर अब के गर्ने त भनेपछि अब टिकटकका जमाना आयो नि त यसो फोटा खिचौँ टिकटक बनाऊँ भन्यो बाबा मम्मीसित पनि लो टिकटक बनाऊँ भन्यो टिकटक बनाएर बिहासी अब फेरि आउन मन त थिएन घर जानु पर्यो भनेर मन नहुँदै बाई बाबा मम्मी